तपाईहरुलाई सुन्नु शहीदले कसरी सम्झेला शहीद छोरछोरीमा होइन तपाई प्रमाण देखाउनुस् विदेशीबाट होइन सर प्लिज तपाईले भन्नुभएको मैले क्या भने म तपाईलाई यो देशको सर यो देशको भविष्य बनाउने पार्टी राष्ट्रपा हो। तपाई 45 वर्षदेखि कुनै पार्टीको एउटा हनुमान बनेर आज तपाई आरोप लगाउने होइन। त्यही त भन्दैछु त क्या, म पनि त्यही भन्दैछु क्या। तपाईँलाई शहीदले सम्झिन्छ कसरी के? अब तपाईँ चुनाव गराउने भनेर नागरिक सरकारको सञ्चार मन्त्री नियुक्ति भएर जानुभयो होइन। त्यसपछि आफ्नो कर्तव्य आफ्नो दायित्व पुरा नगरिकन एउटा पार्टीको झोला बोकेर भाग्नुभयो र अहिले चाहिँ यहाँ भोट माग्दै आउँदै हुनुहुन्छ होइन। तपाईँलाई शहीदको परिवारले कुन दृष्टिकोणले हेर्ने? अनि अर्को कुरो तपाईँ यहाँ भन्दै हुनुहुन्छ यो देशको भविष्य बनाउने पार्टी राष्ट्रपा मात्रै हो भन्दै हुनुहुन्छ नि। सबै पार्टीले यसै भन्छ क्या, कुनै पनि पार्टीले यो देशको भविष्य बिगार्ने भन्दैन। दुःखको कुरो कुनै पनि पार्टीले यो देशको भविष्य बनाएको छैन। अनि यो आलोचना सधैँ सकिँदैन भने राजनीति गर्नु किन होइन। अनि तपाईँ एउटा पार्टीको हनुमान भरा भन्दै हुनुहुन्छ नि। तपाईँ पनि एउटा पार्टीको हनुमान होइन र होइन। अनि यो प्रमाणै देखाउन नसक्ने सोझो मान्छेलाई थर्काएर तपाईँलाई के दिन्छ प्रमाण यहाँ छ हेर्नुहोस् त। बारबारा फाउन्डेसनसँगको आबद्धता चाहिँ के हो? त्यो संस्था कस्तो हो? त्यसले के काम गर्थ्यो? किन यति धेरै यसलाई उछालेको? होइन, यो विषयमा मैले पटक पटक भनेको छु, तर दर्जन पटक यी प्रश्न आए पनि मैले जवाफ दिनुपर्छ। सिम्पल बारबारासँग मेरो असाध्यै नजिकको सम्बन्ध हो। पत्रकार, ऊ पनि पत्रकार, लेखिका, समाजसेवी। उनको मैले लामो बायोग्राफी पनि बनाएको छु होइन। त्यही नै थियो। तर जब बारबारा एडम्स बित्नुभयो होइन, उहाँलाई नेपाली नागरिकता दियो, नेपाली हुनुभयो। अधिकांश उहाँको समय नेपाली भएरै बित्यो कि यात्री चाहिँ नेपाली भएरै बित्यो यहाँ। अनि त्यसको अध्यक्ष डाक्टर सन्दुक रोहित हुनुभयो। अनि मलाई प्रस्ताव आयो कि बारबारालाई नजिकबाट चिन्ने जगदीश खरेल, उनलाई पनि सदस्य बनाउन पाए हुन्थ्यो भन्नुभयो। त्यहाँ अर्को स्वार्थ थियो कि त्यो सुशासनको पत्रकारिता पुरस्कार पनि हामीले टियुमा उहाँको $10,000 राखेको थियो कि सुशासन अहिले पनि दिइन्छ त्यो सुशासन पत्रकारिता पुरस्कार। त्यही सिलसिलामा मलाई मेम्बर बनिदिनु पर्यो भनेर आयो। यसो हेरेँ, अब डाक्टर रोहित जस्तो मान्छे अध्यक्ष हुनुहुन्छ, त्यो त अवसर हो नि। डाक्टर रोहितसँग 2 मिनट बोल्न पाए त कस्तो हुन्छ भन्ने लाग्छ अहिले पनि मलाई, सायद तपाईँलाई पनि लाग्छ होला। ओहो, डाक्टर रोहित अध्यक्ष भएको ठाउँमा म सदस्य भन्दा मैले हुन्छ भने काम गऱ्यौँ। धेरै काम सुरुमा गर्न पनि सकेनौँ, हेर्नुहोस् गाह्रो हुँदो रहेछ।